कति ध्यानमा छ। तिमी यता बस, म उता बस्छु, हुँदैन? बस तिमी त्यहाँ। नमस्ते गुरु। दर्शन दर्शन आयुष्मान हो। गुरु दर्शन आयुष्मान हो। गुरु बिहेको 10 वर्ष भइसक्यो, अहिले न छोरा छोरी केही भए छैन। मलाई केही प्रसादहरू दिनु न। अब हुन्छ, अर्को वर्षमा नि तपाईँले जे चाहिन्छ त्यही म दिन्छु गुरु। ल म ध्यान गर्छु। ओ देवा ल अब मेरा गुरु चाहिँ त्यहाँ प्रसन्न हुनुभयो। अब चाहिँ बालक के गर्नु पर्यो भनेदेखि दक्षिणा चाहिँ त्यहाँ टकाउनु। कति जति लाग्छ? अब अहिलेलाई आफ्नो स्वयं दिनु र काम भइसकेपछि 50,000। हुँदैन हुँदैन, यत्रो त कहाँ लाग्छ? यस्तो राम्रो काम गर्ने मान्छे त्यति पैसा माग्दा मिल्दैन। अब मैले मागेको होइन, मेरो गुरुले मागेको। मेरो गुरुलाई मैले के भन्नु? गुरु पैसा लिएर के गर्नुहुन्छ? बरु छोरा अथवा छोरी भयो भने नि तपाईँ मेरै घरमा नि राखिदिन्छु, त्यहाँनिर बस्नु होला। खाने त जति खानुहुन्छ म दिइहाल्छु। अरू के चाहियो तपाईँलाई? हाम्रो काम पुरा गरिदिनुहोस् गुरु, हामी जति भने नि दिन्छौँ। काम त पुरा हुन्छ। अब पैसाले के गर्ने भन्छौ नि? यहाँ यो मन्दिर बनाउनु पर्यो, यहाँ भक्तजनहरू आउँछन्, भक्तजनहरूलाई खिलाउनु पर्यो, यहाँ त्यहाँ श्रद्धा लाउनु छ, श्रद्धा लाउनु पर्यो। त्यस कारणले गर्दा भयो। अब म घरमा गएर बस्ने भए त म आफ्नो परिवार छोडेर यहाँ किन मन्दिरमा आएर बस्ने बाला? गुरु अहिले मन्दिर विकासको कोटबाट आउँछ पैसा होइन? किन पैसा चाहियो तपाईँलाई?